एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि पूर्व अर्थमन्त्रीहरू तनावमा केपी शर्मा ओली लगायतका यी नेताहरू पनि विभिन्न मुद्दामा पक्राउ गर्ने तयारीमा। सरकार कुन कुन नेता पक्राउ गर्दैछ त सरकारले यसको पूरा जानकारी 2428 जनाको नाम लिस्ट बनाएको खुलासा। रासपा अधिवेशन प्रतिनिधि परिचय पत्र 9 ठाउँबाट बाँडिँदै विश्व मोटरसाइकल दिवसमा रोयल इन्फिल्ड भैरवा लुम्बिनी राइड। रासपाको महाधिवेशन प्रतिनिधि 4200 नाघे। विष्णु पौडेल पक्राउपछि बिचौलिया दीपक भट्ट र केपी ओलीको सेल्फी भाइरल। च्यासलमा बस्दै एमाले संसदीय दलको बैठक, साँझ सचिवालयको बैठक पनि बस्ने। विष्णु पौडेल पक्राउ परेपछि अरू कुन कुन नेताको लागि एउटा नम्बर। रासपा महाधिवेशन प्रतिनिधि परिचय पत्र 9 ठाउँबाट वितरण हुँदै। मोनिटाइजेसनका लागि तथ्याङ्क सामग्री सामाजिक सञ्जालमा राख्नेहरूलाई काउन्सिलले गरायो सचेत। विष्णु पौडेल पक्राउपछि एमाले बोलायो संसदीय दल र सचिवालयको छुट्टा छुट्टै बैठक। एमालेमा मचियो होइला खैला। उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमाले सचिवालयको बैठक बस्दै। रासपाको महाधिवेशन बन्द सत्र दिउँसो 1 बजेबाट सुरु हुने तयारी बिना राखिएको भन्दै प्रतिनिधिहरू पनि आक्रोशित। पोखराको बस पार्कमा व्यवसायी संरचना हटाइयो। सुकुम्बासी बस्ती अझै बाँकी। दल परिवर्तन गर्ने। जुम्ला नवलपरासी र रूपन्देहीका 3 जनप्रतिनिधिको पद रिक्त। रासपा उम्मेद्वारका प्रस्तावको समर्थकले चुनाव लड्न नपाउने। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सदाका जस्तै आज पनि नयाँ ताजा समाचार लिएर आएका छौं। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा आउने बेल आइकनलाई पनि दबाइदिनुहोला। अब भने मुख्य समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनको बन्द सत्र प्रयोजनका लागि प्रतिनिधि परिचय पत्र वितरणको काम सुरु भएको छ। परिचय पत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न 9 ठाउँबाट सुरु गरेको पार्टीले जनाएको छ। रासपा निर्वाचन चितवनमा सभापति मिनी माधव खनालको अनुसार 7 प्रदेशको प्रवास र समायोजनबाट प्रतिनिधिहरू बनेकाको अलग अलग ठाउँबाट वितरण भइराखेको छ। प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचय पत्र छपाई गर्ने भएकाले केही ढिला भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचय पत्र वितरणपछि बन्द सत्र सुरु हुने जनाएका छन्। बन्द सत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ। नेकपा एमाले आज संसदीय दल सचिवालयको बैठक बोलाएको छ। एमाले संसदीय दलको बैठक दिउँसो 2 बजे पार्टी केन्द्र कार्यालय च्यासलमा बस्ने भएको छ। संसदीय दलको बैठकपछि साँझ 6 बजे पार्टी सचिवालयको पनि बैठक बस्ने आयोजना गरिएको छ। सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डु स्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ। बैठकहरूमा समसामयिक राजनीतिक विषय तथा पार्टीका गतिविधिबारे छलफल हुने अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दीपक भट्ट बीचको पुरानो सेल्फी अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि ओली भट्टको पुरानो सेल्फी एकाएक भाइरल बनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि भट्टसँग ओलीले खिचेको भनिएको सेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको छ। भट्टलाई व्यावसायिक लाभ पुर्याउने सहयोग गरेको आरोपमा जोडेर पौडेलमाथि अनुसन्धान भइरहेको चर्चाका बीच उक्त तस्बिर सार्वजनिक बहसको विषय बनेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सेल्फीलाई लिएर विभिन्न प्रतिक्रिया दिइराखेका छन्। पौडेल पक्राउ प्रकरणपछि राजनीतिक विरुद्ध तरङ्गित बनेको छ भने अध्यक्ष ओलीले यसलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। नेकपा एमाले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ। सोमबार पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्दामा सुर्खेतबाट पक्राउ गरिएको विषय र त्यसबारेमा धारणा बनाउन छुट्टा छुट्टै बैठक बोलाएको हो। संसदीय दलको बैठक मंगलबार दिउँसो 2 बजे बस्ने गरी आह्वान भएको छ। च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 2 बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभा प्रमुख सचेतक एन महरले जानकारी दिए। बैठकमा उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए। एमाले आज साँझ 6 बजे पार्टी सचिवालय बैठक पनि बोलाएको छ। ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको छ। बैठकमा समसामयिक राजनीतिक र उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणबारेमा छलफल हुने जिकिर गरिएको छ। अन्य व्यक्तिहरू पनि भटाभट पक्राउ पर्ने समस्या देखेपछि नेकपा एमालेमा अहिले होइला खैला नै मचिएको छ। त्यस्तै चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत कुनै पनि पदको उम्मेद्वारको प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एक भन्दा बढी उम्मेद्वारको उम्मेदवारी फारममा प्रस्तावकको रूपमा हस्ताक्षर गर्न नपाइने जनाएको छ। त्यसैगरी कुनै पनि पदमा उम्मेद्वारका एक समर्थकले एक भन्दा बढी उम्मेद्वारको उम्मेदवारी फारममा समर्थनका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदको उम्मेद्वारले मनोनयन फारम दाखिल
गर्दा एकजना प्रस्तावक र 51 जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्नेछ। त्यस्तै पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिल गर्ने मनोनयनको फारममा 1 जना प्रस्तावक र 21 जनाको दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ। यसैले नियम विपरीत उम्मेदवार मनोनयन फारम दाखिल हुन आएमा उक्त उम्मेदवारी स्वतः फारम अमान्य ठहर्ने बताइएको छ। महाधिवेशनको बन्द सत्र आज हुने भएको छ। बन्द सत्रपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने राष्ट्रपालले जनाएको छ। उता पूर्व मन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडान कुनै पनि परिवर्तन नभएको बताएका छन्। शर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा पनि संसद र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ र अटुट रहेको उल्लेख गरेका छन्। साथीहरू सम्पत्ति छानबिन गर्नुपर्छ मैले भनेर सदन र पार्टीमा पनि विषय उठाएको छु, त्यसमा म अहिले पनि अडिग छु, उनले फेसबुकमा लेखेका छन्। साथै उनले आफ्नो भाइ भनाइसँग असम्बन्धित विषय जोडेर भरम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्। तर सरकार नै नभएको विषयमा भरम बनाई सृजना गरी उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दैछु शर्माले भनेका छन्। तत्कालीन माओवादी केन्द्र परित्याग गरेर हाल शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक रहेका छन्।